धेरै तामाङले अहिले फोला बिर्सेका छन्। त्यो फोला बिनाको तामाङ हुँदैन। त्यसकारणले हामीले रुइकी फोलालाई तेन्सी गर्ने, सिल्सी गर्ने हैन, ढोंगा कैरान मार्फत त्यसलाई चाहिँ बुझाइराख्ने, त्यो चाहिँ क्युम्सी गर्ने हैन, लालुलाई चाहिँ तेन्सी गर्ने हाम्रो लाबोन र लाप्ताबाहरू हुन्छ। त्यसलाई हाम्रो चाहिँ आफ्नो वंशको, आफ्नो थरको, आफ्नो रुईको नै लाप्ताबारा चाहिँ कुल देवताको पूजा गर्ने मान्छे हामीसँग हुनुपर्छ। अहिले हाम्रो गाउँ समाजमा तामाङको रुई हरायो, रुई हराएपछि रुईकी फोला हरायो, फोला हराएपछि त लाबोन र लाप्ताबा पनि हराइसकेको छ। त्यसकारण तामाङ जीवन भेट्नको लागि हामीले विश्वविद्यालयको पाठ्यक्रम, पाठ्यवस्तु, पाठ्य सामग्री, लाइब्रेरीहरूमा पढेको भरमा त्यहाँ छ भनेर खोज्यौँ भने हामी त्यहाँ भेट्दैन। त्यसको लागि हाम्रो तामाङ समाज, तामाङ वंश आफू को हो र को होइन भन्ने कुरामा हामी जोड्न सक्नुपर्छ। विद्वान मार्कस गर्बेजले भन्नुभएको जस्तो आफ्नो वंशको उत्पत्ति, संस्कृति र भाषा र संस्कृतिको ज्ञान नभएको मान्छे जरा बिनाको रुख जस्तै हुन्छ। जीवन के हो बल्ल यति जिएपछि